फेरि बेलुकाको लागि यहाँ तयारी स्टार्ट हुँदैछ। सबजना फेरि हो मान्छे पुरा चेन्ज भइ हुँदैछ है अहिले चाहिँ यहाँ। के हो त्यो हेरौँ न। अब म चाहिँ बनाउँछु टमाटरको टक। यहाँ सब रेडी भइसकेको छ। टमाटरको टक, मटर पनिर। यहाँ चाहिँ खिर बनाउँदैछु। यो चाहिँ साबुदानाको खिर हो। यहाँ चाहिँ काजु बदाम काटेर ठिक्क पारिरहेको छु। अहिले पाकिसकेपछि लास्टमा म काजु बदाम र अनि घिउ लाउँछु। घिउ लगायो भने चाहिँ एकदम राम्रो हुन्छ खिर। सेन्ट पनि राम्रो, खाँदाखेरि टेस्ट पनि एकदम राम्रो टेस्ट आउँछ। यहाँ हेर्नु त कस्तो दामी देखेको। मोबाइलमा दामी देखेको। मटर पनिर रेडी हो। दामी देख्यो। मङ्गला पनि सेकवा रेडी भइसक्यो। हाम्रो सेको बनाउनु मन धेरै नै छ यार। बेच्चा छ नि। पाक्यो सबै। क्यामराम्यान हो म चाहिँ। क्यामराम्यानको पनि यहाँ फुर्सद छैन बस्ने। अब सेकुवा पनि रेडी भइसक्यो। पब्जीवालाहरू फेरि हो। यता हेर न यता। यहाँ हेर कलुवा यता देख्नु। यो चाहिँ राखीको हो। अघि दिउँसोको काटेको। अहिले चाहिँ यो राखीको केक काट्दैछु। ल भाइ तालीमा अलिक मसाले हाँस्न। एकछिन माइज गर्दैन पराएको दसैँको लुगा हो। मजाले पड्क्यो नि आमा छोरीको माया। यसलाई चाहिँ मन दुखेछ है। हेर अनुहार बिगारेको बिचरा आमा छोरीको माया अरे हो। बिचराको त केक पनि काट्दैन अन्त होइन। मेरो कलुवा बोजूलाई फाइदिनु। अब बडीलाई एकछिन त्यो धुएर यो गर बडीहरूलाई हात धु। सक्यो बर्थडे एकदम फिनिस।
अब खान्छ अब यहाँ दममा दम बसेर ट्याम दिनु सक्दैन भयो कसो भयो सर दाजु सेको कसो भयो नानी के खानु मानिस खिर कसो भएछ खिर मन पर्यो ठुलो मामी रुच्दैछ बहिनी बस यहाँ बस्न सेको खानु कस्तो लाग्यो तपाईँलाई ठुलो आमालाई कस्तो लाग्यो कस्तो लाग्यो आज तिमीलाई बर्थडे गरिदिँदा खुसी छ कि दुखी छ आज एकदम खुसी कस्तो खाले खुसी बहिनी कस्तो लाग्यो बात दामी लाग्यो ए बाई बाई गुड नाइट ए हो ए ल अब बर्थडे नि सक्यो यी सबैजना खाना खाँदैछ ठुलो मम्मीको चाहिँ बिजोक हुन्छ होला